हाई हेलो गुड मर्निङ। हाम्रो साल्पा सिलिचुङ यात्राको 5औं दिनको बिहान। हाम्रो यात्रालाई निरन्तरता दिनको लागि हामी तयारी हुँदैछौँ। 4औं दिनको बेलुकी साल्पा पोखरीमा दर्शन गरे पश्चात बेलुकी पखको पानीले हिँड्नु दिएन। साल्पा पोखरीभन्दा थोरै माइल मात्र हामी हिँड्यौँ र लगभग 2 बजेदेखि नै हामी बस्न बाध्य भयौँ चौरी खर्क भन्ने ठाउँमा। आज भने अहिले रातको 2 बजेको छ। अब हामी हिँड्ने तर्खरमा छौँ, काँसमा पुग्छौँ। बेलुकी पानी पर्ने डरले हामी अलिक चाँडै हिँड्नुपर्ने सल्लाह भयो। यो मौसममा पानी पर्छ भन्ने त लागेको थिएन, अचानक पर्यो र अब हामी तयारी गर्दैछौँ। रातारात हिँड्नु पर्ने भयो। कम्तीमा बिहान हिँड्यो भने बेलुकी अर्को ठाउँमा चाँडै पुगिन्छ भन्ने हैसियतले हिँड्न लागिरहेका छौँ। यस्तो दुःख कष्टको बावजुद हामी हिँडिरहेका छौँ। यस्तो गोठमा बसेका छौँ। अहिले रातको 2 बजेको छ। ठुलो घना जङ्गलको बिचमा बसेर कुनै अरू बस्ती कुनै पनि छैन। अब हामी हिँड्न लागिरहेका छौँ। हेलो हेलो हाई गुड मर्निङ। आज हामी साल्पा सिलिचुङ यात्राको 5औं दिनमा बिहान हिँडिरहेका छौँ। हामी फर्किरहेका छौँ घर। अहिले ठ्याक्कै हामी बिहानको 3 बजे हिँडिरहेका छौँ। अब यतिको चाहिँ हामीले कष्ट गर्नै पर्छ। यस्तो जङ्गल छ है, अरू केही छैन। अगाडि गाई छोरी जाँदैछन्, कोही पछाडि। 11 जनाको चाहिँ हाम्रो टोली हो र हिजो बेलुकी पानी परेको कारणले चाहिँ हामी हिँड्नु नसकेकोले आज चाँडै हिँड्ने बाध्यता आइलाग्यो। तर मान्छेहरू चाहिँ यो बाटोमा धेरैजना बिहानैदेखि हिँड्नुहुन्छ। 2 बजे 3 बजेदेखि नै हिँड्नुहुन्छ। तर मुन्दुम ट्रालको यस्तो राम्रो बाटो भएको हुनाले हामीलाई सजिलो भएको छ है। बाटो 2 मिटर फराकिलो। यदि यो बाटो थिएन भने हाम्रो यात्रा सम्भव थिएन रातारात हिँड्नलाई। आकाशको जुन हेर्न सक्नुहुन्छ। ल तपाईहरु पनि चाँडै उठ्नु होला। ला 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 के भयो त? हामी अहिले त्यही बाटोबाट आएको। साल्पा सिलिचुङको 5औं दिन हामी फर्किँदै गर्दा ठ्याक्कै त्यही गोठको बाटो आएको। त्यहाँ आगो बलिरहेको थियो। अलिकति माथि मात्र आएको हल्ला आयो। फर्केर हेरेको त त्यो गोठमा आगो लागि भइसकेको रहेछ। हट, यो दिनदशा भनेको एकैछिनमा लाग्छ हौ। आमामामा, त्यो भनेको चाहिँ मान्छेहरू ठुल्ठुलै मान्छे बस्छन्। त्यो डोरी लोक्ता खोइ के बनाउने भनेर बसेर के बनाउने भनेर बस्दो रहेछ। ती सबै जलिगयो नि। हट, यस्तो दशा कसैको लागि, यस्तो दशा कसैले नहोस् भगवान्। यो ठाउँ चाहिँ हाँडी पोखरी मासतिर अनि राई ढापको मुनितिर बिचमा मानेदेखिको तल्लो भेकमा। हामी साल्पा सिलिचुङको 5औं दिनको दिन दर्शन गरेर फर्किरहँदा एउटा यस्तो ठाउँ देखेँ मैले। यो लौरे भिरको चाहिँ शिर हो। अस्ति मैले जाँदै गर्दा चाहिँ फेदबाट खिचिरहेको छु सबै भिडियोहरू। यस्तो हेर्नुहोस् है। ल कस्तो अर्कै संसार, कस्तो आनन्दको यो पहाड पत्थर, यो घना जङ्गल, कस्तो एक्लोपन, कस्तो आनन्द। मान्छेहरू त्यसै एकान्त एक्लो ठाउँमा गएर तपस्या गरेको होइन रहेछ। यी हिमाली भेकमा यस्तो यस्तो ठाउँहरू कहीँ बस्ती हुँदैन। यस्तो ठाउँमा हिँड्नु पर्यो। तर बाटो भनेको चाहिँ यता हो। तपाईहरु पनि
सालपा सिलिचुङ जाँदै गर्दा लौरे भिरको फोटोहरू खिच्न भिडियोहरू गर्न यहाँ बसेर आनन्द लिन सक्नुहुन्छ। म अहिले सालपा सिलिचुङ जाने लौरे भिरको टुप्पोमा छु। यो टुप्पोबाट चाहिँ उदो खिच्दा कस्तो देखिन्छ त ल हेर्नुहोस् है। ल बाटो यतातिर हो। यसरी 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 झरेर उता जानुपर्छ। यहाँदेखिको यस्तो संसार छ। कुहिरो कटेर जानुपर्छ। आज मौसम अलिकति अनुकूल छैन। जाँदा चाहिँ उता हो। सालपा पोखरी जाँदा चाहिँ उता जानुपर्छ। ल यस्तो ल हेर्नुहोस्। यस्तो आनन्दको संसार क्या दामी छ। अहिले हामी सालपा सिलिचुङ गएर 5औं दिनको दिन फर्किरहँदा यो डाँडा काँडाको बीचमा छौँ। यहाँ लौरे भिर लगायत धेरै डाँडाहरू देख्नुहुन्छ। यसरी हुन त मैले जाँदै गर्दाको फोटो पनि भिडियो पनि अपलोड गरेको छु। यसमा मैले भन्नै खोजेको के छ भन्दाखेरि यो डाँडाहरू मध्येमा यसलाई चाहिँ गोरु जुरे डाँडा भन्छ। हेर्न सक्नुहुन्छ। यहाँ जुम गर्दा खासै देखिया छैन यो ठ्याक्क यो डाँडालाई। अनि हामी चाहिँ अब यसरी झरेर यसरी गएर जुके भन्ने ठाउँ पुग्छौँ र बलौटे भन्ने पुग्छौँ। र तपाईँहरू पनि सालपा सिलिचुङ आउनुभयो भने यस्तै ठाउँ यस्तै परिवेश यस्तै भूगोलहरूमा हिँड्नुपर्छ र एकदम रमाइलो छ। आउन नभुल्नुहोला। हेलो हेलो हेलो। हामी सालपा सिलिचुङ दर्शन गरेर पाङहान बलौटे भन्नेमा खाना खाँदैछौँ। हात धुने अनि केटाकेटीहरूलाई फकाउँदैछु पनि भिडियो पनि गर्दैछु। चम्चाले खानु न ल है। ल चम्चाले खानु न ल। चम्चाले खानु। म भात खाइरहेछु। खोर्सानी खतरा छ। अरू टिमहरू चम्चाले खानु ल छोरी। कसैको भात मात्र छ। यसरी खानुमा मजा पनि हुन्छ कहिले काहीँ। आलु आलु खानु ल खानु ल। अहिले हामी बलौटे भन्नेमा छौँ। पुरा कुहिरो चलिरहेछ। हुस्सु पानी पर्छ कि भन्ने टेन्सन पनि छ। खानु ल। उस छोरीले खानु भयो। भाइले खानु न। अनि किन भात छोड्नु भएको? भात खानु न। अनि यो आलु खानु। आलु खानु आलु खानु आलु ल। मम्मीलाई लु मम्मी। केटाकेटीले पनि फकाउनै पर्यो भिडियो पनि गर्नै पर्यो। बहुत मजा छ यात्रा। अरू पनि खाँदैछन्। हामी भोलि घर पुग्छौँ। खानु न खानु। भात खानु न ल। नखाने आत्ता भयो। यो खानु पिरो छैन। यी मैले खोर्सानी खाँदैछु। कसरी पिरो भयो? ए ल यो खानु यो खानु। त नचलाउनु नि। आमामा कुहिरो त खतरा आयो त। पानी पर्छ के हो आज पनि?
सानो पानी खाने नाम खानै छु त किसिम खाएको अघि थाहा पाएछ क्या त्यसले खाने के खाने भन्दै स्टिम खाएको कसले खाएको छ्यामाहरूले अघि चल्नु नसारा खाएको रे ए अगाडि आएर बजार छन् के सबै खानु छोरी अर्को नि खानु 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 ल ल ल मिठास गरी सबैले खाइरहेछन् म ठ्याक्कै सालपा सिलिचुङको बजारदेखि आउँदै थिएँ दर्शन गरेर यो 7 दोपाटे भन्ने ठाउँमा चाहिँ एउटा भेडाको बच्चा कराइरहेको देखेँ यसो हेरेको यो यस्तो झोरघारीमा अड्किरहेको रहेछ ओइ के भो केमा अड्के छ यो यसको आमाहरू कहाँ गयो त के भएको यो अड्केको होइन रहेछ हो यो अलिक नसक्ने हो त ए नसक्ने रहेछ ए भर्खरै रहेछ कसरी जङ्गल किन छिराउनु भयो यसलाई यसलाई यहाँ गोठै राखेको यता पो आएछ ए हाम्रो खोटाङ हो यस्तोले पोल्दो रहेछ यो के जाति हो यो सुँगुरे काँडा खतरा हुँदो रहेछ हौ आमा काँडै काँडा हुँदो रहेछ हट यस्तोमा त झप्प बसेको हत सानो बच्चा कराएको करा गरेर एक ठाउँमै बसिरह्यो हेरेको भर्खर मात्र चाहिँ जन्मेको रहेछ जस धनीले नै लानुभयो ठिकै भयो गुड भयो म सालपा सिलिचुङदेखि दर्शन गरेर आउँदैछु आउने क्रममा यहाँ एउटा भिर छ यसलाई चाहिँ ढोरटासे भिर भन्दो रहेछ यहाँ अर्कै लिपि छ यता पनि यो ढोरटासे भिर भन्दो रहेछ यहाँनिर र यसको के छ भन्दा पहिला धामी झाँक्रीहरू बिच चाहिँ सालपातिर जाँदै गर्दा अब ढोल टासाटासी गर्थे आफ्नो आफ्नो शक्तिले भन्ने पनि सुनिन्छ अथवा त्योभन्दा फरक कुरा पनि सुनिन्छ र अर्को कुरा बाटोमा यस्तो राख्नु भएको छ यो किन राखियो भन्दाखेरि पछि सोचखोज गर्दै जाँदा यतापट्टिको गौडाको चाहिँ गाईबस्तु उता नजाओस् र उताको गाईबस्तु फेरि यता नहोस् भन्नको लागि रहेछ अब यसरी चढ्नुपर्छ यहाँ निकै गाह्रो छ भर्याङ चढेर अनि फेरि झर्नुपर्ने हुन्छ कठिन छ लड्न सक्ने सम्भावना पनि हुन्छ तपाईहरु पनि यस्तो देख्नुभयो भने यसलाई आफ्नो आफ्नो गौडाको चाहिँ सीमा तोकेको भनेर चिन्नु होला हामी सालपा सिलिचोकको चाहिँ दर्शन गरेर फर्किरहँदा मयुङ डाँडामा बस्यौं हाम्रो बाजे हुनुहुँदो रहेछ उहाँले चाहिँ छुर्पी बनाउँदै हुँदो रहेछ अब छुर्पी अब नाताहरुलाई तीर्थ गएर आउनुभयो अब घरमा यसो चौधीको अब उहाँले छुर्पी त धेरै खानु भएको छ हैन तर कसरी बनाइन्छ भनेर थाहा छैन उहाँहरुलाई अब कसरी देखाउनु पर्छ भन्दाखेरि चाहिँ अब पहिला चाहिँ अब तपाईले दुधलाई छपनीमा छान्नु भयो है पहिला फटाउनु भयो त्यसपछि चाहिँ किच्याउनु भयो बोरामा हालेर यसरी बन्दो रहेछ यो चेप्टो भइसक्यो बाजे अब यो चेप्टो चाहिँ कुन बेला हुन्छ त चेप्टो कुन बेला हुन्छ यो अब भोलि निकाल्नु पर्ने ए यसको कति पिस आउँछ त कति पिस आउँछ यसको 10-15 पिस आउँछ ए 10-15 पिस अब थाकिसकेको हो अहिले ए अहिले अब सिजन हो दिनमा चाहिँ कति पिस अथवा कति जति चाहिँ तयार गर्नुहुन्छ सधैँ त धार्नी हुन्थ्यो अहिले त अब घटिसकेको अब यो चाहिँ चौरी गाईको दुधबाट है ए
हाम्रो बोर्डकाहरू कता कता डुल्नु गयो होला हजुर चिया खाएको बोर्डकाहरू यता ल्याउँ त अहिले यहाँ सफा गरेर सुरुमा यता देउडे बाबु यसरी फलामले चाहिँ किच्याइदो रहेछ अनि भोलि चाहिँ बिहान निकाल्नु होइन बाजे तर हाम्रो चाहिँ अलि बिजुली बत्ती अब नभएकोले अलिक क्लियर देखिएन तपाईँको शुभ नाम के पर्यो बाजे डेन्डी शेर्पा घर त कहाँ पो भन्नुभयो ए सडानन्द 10 दिङ्ला हाम्रो टिम यतातिर सबै रेस्ट आराम गर्दैछन् अब खानपिनको तयारी गर्दैछौँ हामी अनि तपाईँ तपाईँ त यहीँ बस्नुहुन्छ होला नि ल अब भोलि कसरी बन्छ हामी हेर्नुपर्छ ल धन्यवाद ल